साथीहरू, नमस्ते। म तामाङनीको तर्फबाट अनि हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि है भन्न चाहन्छु। अनि त्यसपछि आज हामी चाहिँ है यतातिर एकदम पानी परिरहेछ नि त, त्यही भएर कति खोला बढेको थियो हिजो, आज चाहिँ ठिकै छ है। अनि अहिले नै पानी पर्न लाहा हल्का। त्यसपछि काम छैन नि त, यसो खोलातिर जाउँ भनेर आएको अवस्था भन्नु पर्यो। एकदम कोही छैनन् आज त। एउटा साथी चाहिँ लिएर आएको छु है, एउटा साथी चाहिँ छुटाउनु भन नि, त्यही भएर एउटा साथी लिएर आइछु। त्यसपछि हामी यतातिर घुम्दैछौँ, गाउँघर जस्तो रमाइलो छ यतातिर, आउनु होला घुम्नको लागि है साथीहरू। अनि हामी चाहिँ आज मकै हेर्नलाई आएको है, हाम्रो मकै बारी। अनि त्यसपछि धेरै पानी परेको थियो नि त, बाढी आएर हेर्नु हाम्रो मकै सबै लडाएछ, एकदम पिर पऱ्यो। यति दुःख गरेर मकै फलाएको थियो है, सबै बाढीले लगेछ। यस्तो भएछ, यही देख्न सक्नुहुन्छ। दुःख भयो, हाम्रो त मकै पनि सबै बगाइहालेछ, बाँकी छ खान आउनु होला है। एकदम फलेको छ, टन्नै मकै फलेको छ है। मकै हेर्न आएको अवस्था हामी चाहिँ आज। हामी त त्यही भएर घर फर्क्यौँ आजलाई। धेरै हिँड्न सकिन्न हिलोमा, यस्तो हिलो छ, यस्तो हिलो पानी पानी, त्यही भएर एकैछिनमा फर्केको अवस्था है। ल त साथीहरू, अब अर्को भिडियोमा भेटौँला है त। आजलाई बाई बाई सबैजनालाई, मिस यु।